Hello everyone, welcome to my channel or welcome back to my channel. आज चाहिँ by the title and thumbnail चाल पाइसक्नुभयो होला। उकालो हिँड्दैछु एकदमै ब्रिदिङ प्रब्लम भयो मलाई। हामी चाहिँ निक्लेको घरदेखि हैन, मसँग छ बहिनीहरू। अब हामी जानेछ। टिल देन हेर्दै गर्नु होला आजको भिडियोमा के हुन्छ। गाइस यो चाहिँ ब्रेड अमलेट मेरो। अब यहाँ बहिनीहरूको आउनेवाला छ। एकजनाको चाहिँ आएछ अनि यससँग चाहिँ हामी टी पनि खानेछौँ। यो चाहिँ ब्रेकफास्ट हुँदैछ। यहाँ चाहिँ मेरो हो। Hello guys, so हामी फाइनली हाम्रो डेस्टिनेसनमा आइपुगेका छौँ। As you can see behind me, there is a lovely view है। एकदमै राम्रो लाग्यो हो। हाम्रो यहाँ चाहिँ मेरो क्यामेरा होल्डर चाहिँ यहाँ बहिनी हुनुहुन्छ। अनि थ्याङ्क यू बहिनीलाई। तपाईँहरूलाई कस्तो लाग्यो भ्यू कमेन्ट गरिदिनु होला। कस्तो लाग्यो यतालाई चाहिँ भ्यू? मलाई चाहिँ जाडो भयो। मजा आयो। अब आऊ न यहाँनिर हामीलाई ल्याउने हामीलाई हो। उयो के भन्छ आज कहाँको ड्राइभर हो हामी निक्लिन्छौँ। कस्तो रिसुर्तो थियो है उयसको त। लो रुत आइज न। यसको चाहिँ उयो भयो अरे, स्टोरेज फुल भयो अरे हो। यो चाहिँ आज यसले चाहिँ स्नोम्यान बनाउने अरे। गाइस दिस इज द भ्यू। गाइस फाइनली हामी चाहिँ छङ्गु आइपुगिसक्यो। निकिले चाहिँ यहाँनिर जुत्ता फेरेर यस्तो स्लाइड हुँदो रहेछ कि यहाँनिर। अनि यति मजा आयो। अनि यो चाहिँ कस्तो खालको हेर्नु न, यो चाहिँ मेरो फर्स्ट एक्सपिरियन्स हो होइन। अन्त हिउँ यति दामी मजा आयो। यिनीहरू पनि जाँदैछ, पुरा स्लाइड हुँदैछ हो। हेर्दै गर्नु होला। अब चाहिँ स्नोम्यान बनाऊँ भनेको त हात पुरा टिरा हुँदो रहेछ नि है। अनि एकदम मजा आउँदैछ। उसलाई त तिमी त पहिल्यैदेखि आएर बानी भएको होला। अब त बानी भएको। अब आज चाहिँ के लाग्दैछ भन्दा आफ्नै मान्छेहरूसँग आउँदा एकदम खुसी लाग्दैछ, मजा आउँछ। तर त्यो अर्कै उयो भाइब्स हुन्छ। यो चाहिँ हिँड्नु नसकेर गाइस हेर्नुहोस् है, यो त्यो बाक्लो नुन जस्तो हुँदो रहेछ, चिनी टाइपको, तर नट स्टिकी। म पनि उकालो जान्छु गाइस। म चाहिँ अब तपाईँहरूलाई उयो बनाएर देखाउँछु ल। मिनी स्नोम्यान बनाएर देखाउँछ अब। वेट, यो चाहिँ निकिलको फोन हो नि। क्यामेरा दामी रहेछ तिम्रो। छैन नि, मलाई चाहिँ मजाको लाग्यो। तर यो मेरोमा पठाउनु पर्यो, अलिकति क्वालिटी घट्छ है। मजा आउँदैछ। ऊ एन्जल ऊ पर रहेछ कि म त्यहाँ जान्छु। एन्जल तेरो एक्सपिरियन्स, लु बहिनीको एक्सपिरियन्स कस्तो भयो? मजा आउँदैछ? एन्जल कस्तो मजा आउँदैछ? ओके, म तपाईँहरूलाई स्नोम्यान बनाएर देखाउँछु अब। गाइस लेट्स मेक अ स्नोम्यान। सो गाइस फोटो सेसन सकिसक्यो होइन हाम्रो। अब चाहिँ हाम्रो यहाँ रुतले बनाएको ओलाको भिडियो देखाउने छु तपाईँलाई। फोटो चाहिँ नै यस्तो चिसो कि गाइस, अनएक्सपेक्टेड चिसो रहेछ। रुतले बनाएको ओला हेर्न सक्नुहुन्छ। दिस इज हटी त यो चाहिँ उसको ओला अरे। देख्नुभयो गाइस? देखेन भने म साइडमा फोटो राखिदिन्छु हो। एकदमै बबाल मजा आउँदैछ हामीलाई।
अब चाहिँ हेर्दै गर्नु होला। अब सो अहिले चाहिँ हामी गाइस यहाँबाट अब निक्लिने है। अब चाहिँ हामी आई थिङ्क लन्च गर्नुपर्ने हुन्छ र हामी लन्च गर्नुको लागि हामीले एउटा दामी स्पट हेरेको छौँ र म त्यो तपाईँहरूलाई देखाउँदैछु। हामी त्यहाँ गएर अब हामीले हिजो बेलुकै आधीसम्म प्रिपेयर गरेको थियो, आधी बिहान गरेको थियो होइन। फर दिस मोमेन्ट हामी स्टे ट्युन फर द्याट। अब त्यो चाहिँ मजाको मोमेन्ट हुँदैछ फर मी। द्याट विल बी द प्रेसियस मोमेन्ट द्याट वी आर गोइङ टु क्रिएट ओभर देयर। त्यो स्पटलाई हामी देखाउनेछ। यहाँ चाहिँ होइन है, डोन्ट यसले रङ गर्यो तर यो चाहिँ होइन, अलिक परनिर यो देखाउनु होला। बाई। हाम्रो यहाँ आइटम्सहरू चिप्स छ हो, यो चाहिँ नै चिप्स, आलु, चिकन फ्राइड, अन्डा, आलुदम। लो एन्जल साह्रो न चाउचाउ। लु है अब चाहिँ हामी खानेवाला छौँ। गाइस अब चाहिँ हामीले फाइनली यहाँनिर टाइम स्पेन्ड गरिसक्यो हो। अब हामी चाहिँ फर्किनेछौँ। हामी फेरि गान्तोक फर्किने है। एकदमै मजा आयो आजको दिन, एकदमै हामीलाई यादगार हुने भयो। अनि तपाईँहरूलाई कस्तो लाग्छ? गाडी पर्खिरहेछ अनि यहाँ एकदम मजा आयो। तपाईँहरू पनि यु मस्ट भिजिट यो लाचुङ छङ्गुदेखि पनि अझै माथि बाबा मन्दिर भन्छ यो ठाउँलाई। तपाईँहरूले भिजिट गर्नु सक्नुहुन्छ। बाई बाई, थ्याङ्क यू फर वाचिङ। गाइस हामीले फर्स्ट टाइम होइन यहाँ घुम्न आएको छङ्गुमा। अन्त हाम्रो लागि चाहिँ यति साह्रो लक्की भनौँ कि ब्लेसेड भनौँ है। हिउँ पनि परेको देख्यौँ हामीले, हिउँ देख्यौँ, खेल्नु पायौँ, हिउँ परेको पनि देख्यौँ होइन। अन्त भिडियोमा चाहिँ देखेको छ कि छैन, कपालमा हेर्नु सक्नुहुन्छ। कपालमा हेर्नु सक्नुहुन्छ, हिउँ आइरहेछ, मजा आउँदो रहेछ। अनुभव गरिराख्नुपर्छ यस्तो कुराहरू। यस्तो छ भ्यू चाहिँ। गाइस हिउँ पऱ्यो यतानिर, कत्रो पर्नु थाल्यो यहाँ चाहिँ। तर क्यामेरामा चाहिँ देख्दैन होला कि, मिलातिर चाहिँ अलिअलि आएको देख्थ्यो होला। यसरी चाहिँ देख्छ। हजुर गएको गाइस हाम्रो यहाँ चाहिँ यस्तो डरलाग्दो फर्स्ट चाहिँ हामी चाहिँ यहाँ प्रार्थना गर्दा भइसक्यो हो। बाहिर गएर यहाँ निखिलको अवस्था यस्तो छ अनि यिनीहरू पनि प्रार्थना गर्दैछ हो। हाम्रो एउटै भरोसा प्रार्थनै छ। बेला चाहिँ हेर्नुहोस् हाम्रो खोला हेर्नुहोस् है, म तपाईँलाई जुम गर्नु परेको हेर्नु नि खोला, यस्तो खोला छ हो। यो ठुलो गाडीहरू चाहिँ कसरी गएको है, मजाले गइहाल्छ। यिनीहरूको ट्र्याक फलो गर्नुपर्छ हामी। यसरी जाँदैछ हाम्रो हिँडाइ चाहिँ। डरलाग्दो भइरहेको छ। हामी चाहिँ अड्क्यो, फस्यो, सक्यो। अब यो पारी पनि हेर्नुहोस् होला, यस्तो डरलाग्दो हिउँ गाडीभित्र आएको देख्नुहुँदैछ। आत्ता हो डरलाग्दो। हामी जाममा यस्तो फस्यो यो हिउँले। गाइस हेर्नु न, हाम्रो गाडी यहाँ फसेको थियो होइन, यस्तो भयो। हामी चाहिँ कुद्ने अवस्थामा पुग्यो। बहिनीहरू पनि आउँदैछ, यस्तो बिजोक ब्रो। बल्ल बल्ल गाडी निस्क्यो यहाँ। अब चाहिँ हामी घर जाने, घरको याद आइसक्यो राइट। बेल्चा लगाइदेखि के भएन होइन आज राइट। थ्याङ्क गड फाइनली गाइस होइन। अब यतिको बाटो छ अहिले, यहाँ चाहिँ ठिकै देख्दैछ। अब ओह्रालो चाहिँ ठिकै होला भनौँ है। हामी चाहिँ यस्तो डरलाग्दो घुम्नु आएको मान्छे बेल्चा हनाइ के भइदियो। हेर्नु न यस्तो भइरहेछ अहिले। आज तलतिर निकै उयो जाम छ पारितिर। अब चाहिँ यस्तो डरलाग्दो रहेछ। कस्तो एक्सपिरियन्स भयो? डर लाग्यो तिमीहरूलाई? बिचारा निकिल्ने यहाँनिर असो गरेर। यतिको त
हेर्नु नि गाडी हो त्यो होइन नि छैन यहाँ हेर्नु चाहिँ यो चाहिँ लाइट स्विजरल्यान्ड लाइट A few moments later. हेलो गाइस, आजको एडभेन्चरस जर्नी थियो हाम्रो चाहिँ होइन। अहिले पनि यहाँनिर कति आइसभित्र पसेछ हो। यो स्नो भनौँ कि आइस भनौँ, यसलाई अब के भन्नु होइन। अनएक्सपेक्टेड, मैले के एक्सपेक्ट गरेको थिएँ, बट दिस इज कल्ड स्नो अरे हो। एनिवे अब यो चाहिँ बेसी फ्रोजन नै भएर यो चाहिँ आइस नै भएको, म यसलाई स्नो चाहिँ भन्दिनँ हो। यस्तो डरलाग्दा हामी जाममा फस्यो, यति साह्रो हामीलाई साह्रो पऱ्यो। बेल्चा लगाउन्जेलसम्म त्यो समय स्थितिमा पुग्यो, त्यतिखेर भिडियो गर्ने हाम्रोमा अवस्था थिएन। अहिले नि सफा गर्दैछ बट त्यस्तो भइरहेछ। अब हामी चाहिँ यो सफा गरिसकेछ होइन। हामीले 1 वर्षको लागि अब छङ्गु नआउने ल।